नमस्ते सबैजनालाई। आज चाहिँ हामी क्लास 12 फिजिक्सको चाहिँ एकदम इम्पोर्टेन्ट डेरिभेसन पढ्न गइरहेको छौँ है त। त्यसको नाम चाहिँ यो न्युटन्स फर्मुला फर भेलोसिटी अफ साउन्ड छ र ल्यापेस करेक्सन छ है त। यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ ल सुरु गरेँ है त, डेरिभेसनमा बुझिहाल्छौँ है त। र सबभन्दा पहिला चाहिँ हामीले एउटा वेभ बनायौँ रे, अनि यहाँबाट साउन्ड चाहिँ जब ट्राभल गर्छ नि तब चाहिँ एउटा यस्तो ट्राभल गर्छ अरे कि यस्तो एकदम कम्प्याक्ट भएर फेरि एकचोटि खुल्ला भएर अनि फेरि कम्प्याक्ट भएर अनि फेरि यसरी खुल्ला भएर यो कम्प्याक्ट भएकोलाई चाहिँ हामीले कम्प्रेसन भन्छौँ रे, यसलाई चाहिँ कम्प्रेसन भनिन्छ अरे। अनि जुन खुल्ला छ नि त्यसलाई चाहिँ रियरफ्याक्सन भनिन्छ अरे। अनि फेरि जुन चप्केकोलाई कम्प्रेसन अनि फेरि रियरफ्याक्सन है त, यति भनिन्छ अरे। अब कम्प्रेसन हुँदाखेरि चाहिँ अब कुनै पनि चिज एकदम चप्केर बस्दाखेरि चाहिँ गर्मी हुन्छ नि त, गर्मी भएपछि टेम्परेचर बढ्ने भयो। अनि रियरफ्याक्सनमा हल्का खुल्ला भएर बस्दाखेरि चाहिँ टेम्परेचर घट्छ, त्यही भएर टी घट्ने भयो। अनि त्यसरी अगाडि पनि त्यस्तै हुँदै जान्छ है त। अनि न्युटन्सले के भन्यो भन्दाखेरि चाहिँ आफ्नो एक्सपेरिमेन्ट गरेर न्युटन्सले के भन्यो भन्दाखेरि चाहिँ लेख्छु अनि बुझाउँछु है त। ल न्युटन्सले के भन्यो भन्दाखेरि चाहिँ न्युटनले के एज्युम गर्यो भन्दाखेरि चाहिँ त्यो कम्प्रेसन र रियरफ्याक्सन बन्ने जुन छ नि प्रक्रिया प्रोसेस छ नि त्यो चाहिँ एकदम स्लो हुन्छ अरे। अनि यसको जुन सिस्टमको टेम्परेचर छ नि त्यसको चाहिँ सराउन्डिङसँग इक्वल हुन्छ अरे कि न्युटन्सले त्यो भन्यो आफ्नो एक्सपेरिमेन्ट गरेर। अनि त्यसपछि यसले चाहिँ के फलो गर्छ भन्दाखेरि चाहिँ यो आइसोथर्मल प्रोसेस फलो गर्दो रहेछ कि आइसोथर्मल प्रोसेसको चाहिँ इक्वेसन थाहा हुनुपर्छ। यो चाहिँ डेरिभेसन अगाडिमा पढ्नु भयो होला, नपढ्ने केही छैन है त, म भनिहाल्छु। PV इक्वल टु nRT हो है त। यसको आइसोथर्मल प्रोसेसको डेरिभेसन चाहिँ इक्वेसन चाहिँ यो हुन्छ है त। अनि एमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो nRT भन्ने हुन्छ नि सबै कन्स्ट्यान्ट हुन्छ कि, त्यही भएर कन्स्ट्यान्टलाई हामीले C लेख्न मिल्छ। अनि यो PV भइसक्यो है त, PV भयो। अब चाहिँ हामीले यसलाई डिफ्रेन्सिएट गरौँ है त। डिफ्रेन्सिएट गर्दा चाहिँ के हुन्छ, डिफ्रेन्सिएट लेख्नु होला हजुर, DPV अनि DC। अब यसो है, अब कन्स्ट्यान्टको डेरिभेसन चाहिँ 0 हुने भयो, हजुरलाई थाहा होला, नथाहा भयो भने थाहा पाउनुहोस् है त, 0 हुन्छ। अनि यसको डेरिभेसन चाहिँ त्यो तपाईँले पढ्नु भयो होला डेरिभेसनमा है त, त्यो डेरिभेसनमा पढ्नु भयो होला। यसको चाहिँ PdV हुन्छ अनि प्लस VdP, एकचोटि P को रेस्पेक्टमा एकचोटि V को रेस्पेक्टमा हुन्छ है त त्यसरी। अनि यसरी यो PdVलाई यता छोड्ने रे, अनि यो VdP छ नि प्लस VdP, यसलाई चाहिँ हामीले उतापट्टि लगिदिने रे कि, यहाँ प्लस उताखेरि चाहिँ के हुन्छ माइनस VdP हुने भयो। माइनस VdP भइसकेपछि अब यो Pलाई एक्लै छोड्ने रे, अनि यो DVलाई नि उता डिभाइडमा फालिदिने है त, VdP/dV, यता मल्टिप्लाईमा थियो यता डिभाइडमा आयो है त। त्यसपछि अब यो Vलाई हामीले यस्तरी तल लेख्न मिल्छ है त, यसरी P इक्वल टु माइनस DP बाई के हुने भयो DV/V। यो Vलाई चाहिँ हामीले तल लेख्न मिल्छ है त, लेख्न मिल्छ। अनि यसरी हेर्दाखेरि चाहिँ यो कस्तो भयो भन्दाखेरि चाहिँ यो के एकदम टेन्सन स्ट्रेस बाई स्ट्रेन जस्तो हुने भयो क्या। यो चाहिँ अब यो हेर्नुहोस् है त, यो चाहिँ के हुने भन्दाखेरि चाहिँ B इक्वल टु स्ट्रेस बाई स्ट्रेन जस्तो भयो कि, त्यही भएर हामीले यसलाई चाहिँ E मान्छौँ है त, E डिनोट गर्छौँ है त, किनकि यो स्ट्रेस बाई स्ट्रेन जस्तो भयो नि त। प्रेसर भनेको यो स्ट्रेस भयो, अनि यो DV/dV चेन्ज इन लेन्थ भनेको त स्ट्रेन हो, त्यही भएर यो चाहिँ यति भयो। त्यसपछि के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीलाई थाहा छ अलरेडी के हो, हामीलाई के थाहा छ भन्दाखेरि चाहिँ भेलोसिटी अफ साउन्ड भनेको चाहिँ के हुन्छ, इलास्टिसिटी बाई डेन्सिटी हुन्छ है त। अब यहाँ इलास्टिसिटी इक्वल टु के छ, P आएको छ नि त, त्यही भएर हामीले E को ठाउँमा P लेख्छौँ है त, ल अपन P/डेन्सिटी यो लेख्छौँ। अब यति गर्दाखेरि चाहिँ अब यो प्रोसेसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ P को भ्यालु चाहिँ के हुँदो रहेछ, 1.01 × 10⁵ पास्कल हुँदो रहेछ, यति हुन्छ अरे। अनि त्यसपछि डेन्सिटीको चाहिँ कति हुन्छ भने चाहिँ 1.29 kg/m³ हुन्छ अरे कि। अनि यो दुईवटा भ्यालु चाहिँ यहाँ हाल्दाखेरि चाहिँ न्युटनले के पायो भन्दाखेरि चाहिँ V भनेको चाहिँ 280 m/s आयो अरे कि। अब यो चाहिँ हुन्छ नि एक्चुअल कति हो, हाम्रो एक्चुअल साउन्डको स्पिड चाहिँ 332 हो नि त, 332 m/s हो। अब यो चाहिँ एकदम पछाडि आएर कि एकदम मान्नै नसकिने टाइपको। त्यसपछि अब आउँछ हाम्रो एन्ट्री कसको, यता लेख्छ है त, सरी यता लेख्छ। त्यसपछि हाम्रो कथामा एन्ट्री आउँछ हाम्रो ल्यापेसको है त। ल्यापेसले पछि करेक्सन गरेर के भन्छ अब हेर्छौँ है त। ल्यापेसले फेरि चाहिँ ल्यापेसले के भन्यो भन्दाखेरि चाहिँ यहाँ नि यो वेभ क्या, अनि यसको जुन हो नि यस्तो कम्प्रेसन रियरफ्याक्सन CR है त। यो अनि ल्यापेसले के भन्यो भन्दाखेरि चाहिँ लेख्छु अनि बुझाइदिन्छु है त।
अब है त यहाँ देखेको छैन है यो ल्यापिसले चाहिँ ल्यापिस करेक्सन है सरी ल्यापिस करेक्सन है त ल्यापिसले चाहिँ के भन्यो भन्दाखेरि चाहिँ यो जुन कम्प्रेसन रिएट्र्याक्सन बन्ने जुन प्रोसेस छ नि यो चाहिँ यति छिटो हुन्छ अरे के यति छिटो हुन्छ कि त्यसले एडियाबेटिक प्रोसेस फलो गर्छ अरे कि अनि त्यसपछि के हुन्छ अब एडियाबेटिक प्रोसेसको एउटा इक्वेसन छ त्यो चाहिँ याद गरे नि हुन्छ अब आउँछ भने त आउँछ भइहाल्यो तर आउन्न भने नि याद गर्नु होला है त यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पी गामा इक्वल टु सी हुन्छ है त कन्स्ट्यान्ट हुन्छ यो चाहिँ एडियाबेटिक प्रोसेसको है त एडियाबेटिक प्रोसेसको त्यो इक्वेसन हो यसपछि हामीले सेम अगाडि चाहिँ गरेको थियौँ डिफ्रेन्सिएट गरौँ यसलाई डिफ्रेन्सिएट गर्दाखेरि चाहिँ के हुन्छ डीपी गामा अपन डीसी डी अब डेरिभेटिभ अफ कन्स्ट्यान्ट चाहिँ 0 हुने भयो है त हजुर थाहा नै छ अनि त्यसपछि अघि नै यस्तै गरौँ है त यहाँ अब के हुने भयो पी डी भी गामा प्लस भी गामा अनि डिपी यति गऱ्यौँ यति गरिसकेपछि के गर्ने यो पीडी भी गामालाई यति छोड्नु छ है त अनि यो छ नि यो प्लसवाला यसलाई चाहिँ उता लगिदिउँ है त माइनसवाला माइनस गराएर माइनस भी गामा डिपी हुने भयो त्यसपछि यो अब पी छ अनि यो भी गामालाई डेरिभेटिभ गर्दा चाहिँ के हुन्छ हजुरहरूलाई थाहा होला यो चाहिँ म गरिदिइहाल्छु है त यो वाइ अगाडि आउँछ अरे त्यसपछि भी हुन्छ अरे त्यसपछि वाइ माइनस यो गामा माइनस 1 हुन्छ अरे त्यसपछि फेरि डिबी हुन्छ है यसको फङ्सनको डेरिभेसन हुन्छ है यो चाहिँ थाहा होला हजुरहरूले डेरिभेटिभमा पढ्नु भयो होला नपढे पनि हेर्नुहोस् है त यस्तो हुन्छ त्यसपछि माइनस भी गामा डिपी हुन्छ है त यसपछि के हुन्छ भन्दाखेरि चाहिँ अब हेर्नु यो पी गामालाई यता छोड्छौँ रे यो पी गामा अनि अरू सबैलाई उता डिभाइडमा इक्वल टु माइनस भी गामा डिपी अपन यो कता आयो भने चाहिँ भी गामा माइनस 1 डिभी आयो है त यति बुझ्नुभयो कि यति बुझ्नुभयो अनि त्यसपछि माइनस भी गामा डिपी हो नि यो डिपी भयो अनि यहाँ चाहिँ यो हेर्नुहोस् त भीको पावर गामा माइनस 1 छ यसलाई चाहिँ हामीले कस्तो लेख्न मिल्छ भन्दाखेरि भीको पावर गामा मल्टिप्लाई भीको पावर माइनस 1 लेख्न मिल्छ है त यो चाहिँ माइनस यति लेख्न मिल्छ त्यसपछि यो भी गामा क्यान्सल हुने भयो त्यसपछि के भयो माइनस डिपी बाई यो भीको यस्तो भी यस्तो छ भने चाहिँ हामीले 1/b लेख्न मिल्छ है त यो लेख्न मिल्छ किन यति लेख्न मिल्छ त्यही भएर डिभी बाई यो भी चाहिँ तल आउने भयो भी यो चाहिँ सेम अघि नै यस्तो भयो कि नै त्यही भएर फेरि यसलाई ई मानौँ है त हामीले फेरि यो स्ट्रेस बाई स्ट्रेन जस्तो भयो त्यही भएर फेरि यसलाई ई मान्यौँ अब चाहिँ के गर्नु पर्यो अब चाहिँ यहाँ पी गामा आयो नि त यहाँ पी गामा आयो त प्रेसर इन्टु गामा आयो अब चाहिँ हामीलाई के थाहा छ अगेन विनो हामीलाई के थाहा छ भन्दाखेरि चाहिँ अगेन विनो है त हामीलाई के थाहा छ भन्दाखेरि चाहिँ भी इक्वल टु इलास्टिसिटी अपन डेन्सिटी अब यहाँ ईको ठाउँमा के छ पी गामा त्यही भएर ईलाई पी गामालाई रिप्लेस गरौँ पी गामालाई रिप्लेस गर्दा चाहिँ यो भयो है त डेन्सिटी आयो अब यसपछि यसले चाहिँ क्यालकुलेट गर्दा चाहिँ त्यो पीको चाहिँ अघि नै 1.01 इन्टु 10⁵ पास्कल अनि डेन्सिटीको चाहिँ ला पेन नै भाँच्यो एकछिन है सरी पेन नै भाँच्यो म हल्का जोड लेख्छु कि त्यही भएर अनि यो डेन्सिटीको चाहिँ 1.29 kg पर मिटर क्युब छ अरे कि यति छ अरे अनि त्यसपछि यो गामाको चाहिँ आउँछ 1.4 आउँछ अरे कि 1.4 भ्यालु हुन्छ अरे अनि यो सबै भ्यालु चाहिँ यहाँ लगेर राख्दा चाहिँ ल्यापिसले के पायो भन्दाखेरि चाहिँ यसको भी इक्वल टु 331.2 आयो अरे कि यो भनेको चाहिँ एकदम हुन्छ नियरली 332 हो त्यसैले चाहिँ अहिलेसम्म यसलाई चाहिँ एक्युरेट मानिरहेको छौँ यति नै हो आजको डेरिभेसन है त हजुरले बुझ्नुभएको होला एकदम सजिलो है त एकदम सजिलो है यो धेरै सोध्ने चान्स पनि हुन्छ है त अब हाम्रो बोर्ड आउन धेरै छैन त्यही भएर राम्रोसँग पढ्नु होला केही डाउट छ भनेपछि कमेन्टमा भन्नु होला नत्र चाहिँ च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु होला थाहा नै छ हजुरलाई है त अनि चाहिँ अरू कुन क्वेसन गरौँ कस्तो क्वेसन गरौँ त्यो पनि भनिदिनु होला है त कमेन्टमा धन्यवाद।